सम्पूर्णमा नमस्कार। आज हामी ब्यास प्रेजेन्ट च्यानलबाट ब्यास गुफाको यात्रा गराउँदैछौँ। हामी ब्यास गुफा मन्दिर परिसरमा हामी प्रवेश गरिसकेका छौँ। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ ब्यास गुफाको अगाडिको भाग। यहाँ विभिन्न ऋषिहरूको हामी यहाँ मूर्ति देख्न सक्छौँ। तपाईहरुले यहाँ देख्न सक्नुहुनेछ। आज हामी यो ब्यास गुफा मा प्रवेश गर्नेछौँ। ब्यास गुफा कहाँदेखि कहाँसम्म निक्लेको छ भन्ने विषयमा हामी जानकारी गराउनेछौँ। अब हामी ब्यास गुफाको अगाडि छौँ। यहाँ हामी शिव पार्वतीको फोटो पनि यहाँ देख्न सक्छौँ, मूर्ति देख्न सक्छौँ। ब्यास गुफा यहाँ पूजा गर्ने यो हवन छ। यहाँबाट थोरै जग्गा छ, यहाँबाट हामी चाहिँ उता छिर्छौँ। यहाँबाट भित्र छिर्छौँ, यहाँबाट जान्छौँ। यहाँबाट बाटो छ। यहाँ मूर्ति छ। यहाँ पनि व्यास ऋषि व्यासको मूर्ति यहाँ हामी यहाँ देख्न सक्छौँ। यहाँ छ, यहाँ भित्र पुनः हामी यहाँबाट भित्र जानको लागि पुनः यहाँ डबल भएछ। यसरी हामी प्रवेश गर्दैछौँ। अब यहाँ ऋषि व्यासको मूर्ति देख्न सक्छौँ। यता कृष्ण राधाको मूर्ति देख्न सक्छौँ। अब हामी यहाँबाट यहाँ देख्नुहुन्छ यो पुवाल हो। यहाँबाट गुफामा प्रवेश गर्ने यो सानो छ। यहाँ भाग छिर्न कठिन छ, प्रयास छ। यहाँबाट छिरेर हामी माथि निक्लिनेछौँ। तपाईहरु देख्न सक्नुहुन्छ। अब व्यासको यो गुफा भित्र प्रवेश गर्नका लागि प्रवेश गर्दैछौँ। यहाँबाट यसरी छिर्यौँ। यहाँबाट छिर्दै छिर्दै माथि माथि हामी जानेछौँ। यहाँबाट जाँदैछौँ। हेर्नुहोला, हामी अगाडि बढिरहेका छौँ। यहाँबाट पनि छिरेर यहाँ देख्नुहुन्छ बाहिरको दृश्य लामो छ। लगभग 15-20 मिटर भन्दा लामो छ। यहाँबाट निक्लिन सक्छौँ। यहाँबाट भनिन्छ, किम्वदन्ती छ, जो पापी व्यक्ति छ त्यो व्यक्ति चाहिँ यहाँबाट छिर्न सक्दैन भन्ने छ। हामी यहाँबाट छिर्छौँ। हेर्नुहोला, हामी दुवैजना यहाँबाट निक्लिँदैछौँ। यो पुवालबाट निक्लिन निकै गाह्रो छ, सानो छ। यदि तपाईहरु ब्यास गुफा जानुभएको छैन भने अवश्य एकपल्ट भ्रमण गर्नुहोला। किन भन्दा यस्ता धार्मिक स्थलहरू हामी भ्रमण गर्यौं भने एउटा क्षेत्रको विकास पनि हुन्छ। त्यहाँ जाँदा केही चिजहरू हामी खान सक्छौँ, लिन सक्छौँ हैन। पर्यटकीय स्थल हुन्छ हैन। हामी जाने अर्को जाने गर्दा गर्दै यो पर्यटकीय क्षेत्र बन्न सक्छ, जसले गर्दा देशलाई पनि आय आर्जनको बाटो बन्छ। यो गुफालाई पनि यसको रेखदेख गर्नका लागि कर्मचारीहरूलाई
भरण पोषण पालन तलबहरू दिनका लागि पनि सजिलो हुन्छ। यहाँ अगाडि हामी कुटीहरू देख्न सक्छौँ। यहाँ ऋषिहरू बस्ने कुटीहरू छ। यहाँ नागदेवता अनि ऋषिहरूका मूर्तिहरू देख्न सक्छौँ। यहाँबाट हामी अब बाहिर निक्लिँदैछौँ। यहाँबाट केही समयपछि केही टाइममा हामी निक्लिँदैछौँ। यो फर्किँदै गरेको यो दृश्य हो, यो गेट हो। यहाँ अगाडि गेट छ, हजुरहरू देख्न सक्नुहुन्छ। यो हो ब्यास